आज चाहिँ बनाउने सुँगुरको मासु। त्यसको लागि दुईटा प्याज ल्याउने, त्यो दुईटा प्याजलाई काटेर टक्क चिसा जादु देखाउने, अन्त खचारा गर्दै ग्रेटरमा गर्ने। त्यसरी नै टक्क गर्दै गएपछि टमाटर हुन्छ, त्यो दुईटा टमाटरलाई पनि खचारा गरेर त्यो टमाटरको पनि र प्याजको पनि पेस्ट त्यसरी बनाउने। त्यो पछि मक्टु लिने, मक्टुमा टक्कै सुँगुरको मासु राख्ने स्टिम गर्नलाई। ढ्याक्कै राखेपछि चाहिँ यसरी पुरा भरिदिने। भरेपछि एक चुट्की हल्दीलाई टक्कै माथिबाट यसरी गर्ने, तर मैले देखाएको जस्तै। त्यो पछि लसुनलाई छिल्ने, लसुनलाई यसरी टक्कै छिलेपछि त्यसको अब किमा बनाइदिने। पेटर गरेर यसरी काटेर चाहिँ त्यसको किमा बनाइदिने। हेर्नुहोस् त, नरम स्टिम गरेको। त्यो पछि कराई ल्याउने, कराईमा स्वाइँ तेल हालिदिने। तेल हालेपछि टक्कै तेल हालेपछि चाहिँ त्यो अघिको टमाटर प्याजलाई टक्कै तेलमा हालेर टक्कै एकछिन पकाउने, चलाउँदै छोइँ। टक्कै त्यहाँबाट अलिकति हल्दी हाल्ने, त्यो पछि जिरा पाउडर हाल्ने, त्यो पछि हामी हाल्छौँ अलिकति मिट मसला, त्यो पछि कश्मिरी तिखा लाल। त्यसलाई टक्कै मिक्स गर्ने, टक्क हल्का पाराले चलाउने खचारा गर्दै चलाउने है साथीभाइहरू। टक्कै चलाउने अनि त्यो पछि चाहिँ फेरि अघि स्टिम गरेको मासु माथिबाट फट्टै हालिदिने। यसरी सट्टै हालेपछि चाहिँ हामी अब यसमा गर्छौँ हल्का चलाउने काम। यसरी चलाउने, सबै मिक्स गर्ने, त्यो मरमसलाहरू सबै त्यो सुँगुरको मासुमा चाहिँ लाग्नु पऱ्यो है साथीभाइहरू टक्कै। त्यो पछि हामी टक्कै चलाएपछि खचारा एकैसाथ चलाउने है। यो टक्कै त्यहाँबाट अलिअलि पानी हाल्ने, तिन चारपल्ट टक्कै पानी हाल्ने। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो अलिकति मसलाहरू मजाले पाक्छ। त्यहाँबाट त्यो पानीसँग मिक्स गर्ने, मजाले सुँगुरको मासुलाई हेर्नुहोस् त कस्तो दामी देख्छ, रसिलो। त्यो पछि चाहिँ यसरी टक्कै त्यहाँबाट हल्का उम्लिन थालेपछि टेस्ट अनुसार नुन हाल्ने, कति तपाईँलाई लाग्छ है। त्यो पछि हल्का यसरी उम्लिन थाल्छ है साथीभाइहरू, हल्का रसिलो मुखमा वाम्मै हालेर खानु मन लाग्ने लायकको। त्यो पछि नुन हालेको मिक्स गरिदिने, त्यो सबै ग्रेभीदेखि लिएर त्यो सुँगुरको मासुमा टक्कै मिक्स हुने गरी टक्कै होइन, जसमा कि मुखबाट थुक आउने गरे क्या साथीभाइहरू। त्यो पछि चाहिँ के गर्ने, हामी यसलाई ढाकिदिन्छौँ हामी 5 मिनटको लागि है। त्यो 5 मिनटभित्र लाइक सब्सक्राइबहरू पनि गरिदिनुहोस् है। 5 मिनट भइसक्यो है। 5 मिनट भएपछि चाहिँ टक्कै चलाउने। अब यो सुँगुरको मासु रेडी खानलाई। अब हामी सबैजना खाने। थ्याङ्क यू साथीभाइहरू। यही हो है सुँगुरको मासु। हामी बुढाबुढीले खाँदैछौँ। सुँगुरको मासु बनाउनु सिकाइदिएँ मैले है। त्यसरी नै अब हाम्रो भिडियो मनपर्छ भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, अन्त सब्सक्राइब पनि गरिदिनुहोस्। थ्याङ्क यू।